पुरी तरकारी पकाउनको लागि हामी तयारी गर्दैछौँ। बहिनी चाहिँ तरकारी पकाउने अरे, म चाहिँ पुरी बनाउनलाई यहाँनिर पिठो रेडी गर्दैछु। अब एकछिनमा पुरी पिठो तयारी गरेको। यहाँ चाहिँ अलिकति नुन र अलिकति चिनी हालेर चाहिँ अलिअलि गुलियो बनाउने योजनामा यसरी चिनी अलिकति अनि यसलाई घोलेर चाहिँ यसरी घोलेर पुरीको डो तयार पार्दैछु। चिनी र नुनलाई घोल्ने अनि लगाउने डो बनाउने पुरीको। यसरी हल्का मनतातो पानीमा चिनी र नुन मिसाएर यसरी मुस्ने भयो। गाइस यस्तो भयो। फाइनली डो तयार भयो गाइस। मैले तरकारी पकाएँ, मैले पुरी यहाँ रेडी गर्दैछु। डो यहाँ अब बनाउने डो बहिनीले बेल्दैछन् पुरी। कस्तो हुँदैछ? गोलो भयो? एकदम भयो हो गोलो। योभन्दा के चाहियो र? आटाको गोलो चाहिँदैन। गोलो भने भाँचेरै खाने हो। मलाई पहिला त त्यस्तो लाग्थ्यो कि सानो के मेहनत गरी पनि बनाउनु चाहे खाने त खासमा त्यो होइन। त्यही भएर त बहिनी भेटेन आउँदैछ। के हुँदैन ल ग्यास सानो गर्नु दिदी। ग्यास सानो गर्नु त भयो। ग्यास सानो गर्नु। पानी पुगेछ है। ल भयो पाक्नु बेर पाक्नु मकै बारी ल गाइस खतरा हाय यस्तो भयो। है खतरा फुल्यो। कान्छी यस्तो पो भयो। मेरो कस्तो खतरा फुल्यो के त्यस्तो खतरा फुल्यो कि वाउ। यो त खर्यो छ नि कान्छी। ल गाइस हेलो गाइस, फाइनल्ली पाकेर खान लाग्यो यो तरकारी। यो मोही बनाएको पुरी टाढा भएको धेरै नै। ल तपाईँहरूको लागि फाइनल्ली ल खाना रेडी भयो। पानी नखाने पानी तरकारी सिम्पल खायौँ ल। खायौँ ल। खाएको ल। कस्तो भयो? मन लागेछ? कस्तो मिठो भयो। बहिनीले बनाएको तरकारी मिठो भयो। ठिक छ। पुरी मिठो भएछ। पुरी मिठो भएछ गाइस। यो खाइसक्नुपर्छ नि। हाम्रो जानालाई चाहिँ मान्नुपर्छ।
11-12 घन्टा काम गरेर 11-12 घन्टा काम गरेर गाइज आएर नुहाइधुवाइ गरेर यसो खाने गर्छौँ। परदेशको ठाउँमा खानै पर्यो, खान त पर्यो। खाएन भने बिमारी भइला भन्ने डर। खाउँ भने अल्छी लाग्छ, कहिले काहीँ थाकेर कस्तो गाह्रो हुन्छ। डबा काज त देखेर चाहिँ मयो गाइज फेरि अहिले हामीलाई पनि हो दामी नि यो यहाँ तिमीले भनेको थोरै थोरै लाग्यो। ठिक्क यति नै हो क्या, त्योभन्दा बढी भने मिठो हुँदैन। म मिठो लाग्यो। तपाईँलाई कस्तो लाग्यो? मलाई त अलवेज नि मलाई नमिठो होइन, मलाई हुँदैन। टिस्यु दियो। जामर चल्यो भने एकछिनमा आधा घन्टामा जे नि बढाएर जान्छ हिँड्दै चाहिँ। यस्तो बेर निकाल्ने सिँगै हो के, सिँगै धेरै यस्तो गरेर यस्तो खाने। यस्तो गर्ने पहिला कलेज पढ्ने बेलामा यति तरकारी त किन आउँथ्यो र? खुर्सानी छ तरकारीमा निकाल्नु डराएको थियो उद्योग बसेछ। ठिक छ एउटा पुरी अलिक तरकारी पेन्टिङमा पुरी त मैदाको कम्ता भोक लागेको हुँदैन थियो। कहिले कहिले पैसा नभएर फर्केर आउँथ्यो कि बाँच्न सुनेर आउँथ्यो। अहिले रुच्दैन त्यतिखेर पाएन के त्यस्तै हो। झन् पछि रुच्दैन। त्यही भएर खानु मन लाग्छ चाहिँ खाइहाल्नु। भोलि भन्ने नि होइन, आजै खानु। तिमी कस्तो सेतो भएको के? गएर खानु। म कस्तो कालो सक्दैन खानु त, सक्दैन खानु। उसै गोरी मुखसम्म धुँदैन, ज्यान मात्रै नखाऊ। जान खाएर जस्तो के यस्तोले पुग्छ होला। छ्या ओइ सानोमा यस्तो गरेको याद छ? धेरै यस्तो त हो नि। यस्तोमा यस्तोको सर्टमा कालो हुने छ। जसले नै गरेको हुन्छ त्यो छोरीहरू। तर नेपालमै खाए जस्तो भयो। कस्तो मिठो भएछ, मिठो भएछ। म त सानोमा त यस्तो 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 खाँदै राखिदिने हो, त नखाने नि। मम्मीले खानुहुन्थ्यो, म चाहिँ यो मात्रै खाने। यस्तो नखाने मम्मीले खानुहुन्थ्यो, सबै निकाल्थेँ म त। त्यो कुल्ले हुँदैन नि, दुईपट्टिको यस्तो आउँदो रहेछ। भित्रको चाहिँ नखाने, बाहिरको माम्टी खाने। म चाहिँ पाउरोटीको त्यो बाहिरको नखाने, भित्रको मात्र गोलो पारेर। अहिले पनि त्यति धेरै मन परिहाल्दैन नि मलाई बाहिरको। पाउरोटी थाहा तपाईँलाई नकाटेको आउँछ नि तर होइन आउँछ, मिठो बास्ना गर्ने हो। अहिले नै आउँछ जसमा गयो भने, कारखाना गयो भने। हुन्थ्यो अहिले भर्खरै बनाएको ल्याउनु पर्छ, कस्तो मिठो हुन्छ, तातो तातै। एउटा सिँगै गरौँ न। मम्मीले त्यसो नि त अब अझै छ है खाने भए त हुँदैन र खाँदैसम्म थाहा हुँदैन। हुन्छ
यस्तो भएर चुरुम चुरुम गयो क्या आधी गर्छु म चाहिँ ठिक्कै होटलको जस्तो भएछ प्लेटमा एकदमै आउँदैन थियो है सबैले यस्तो हुन्छ छोरा छोरी मटर हालेर पानी पानी हो क्या माथि अनि जेरी सरी खा जेरी भित्र हाल्ने इस्टामा अनि बेटाएर खाने तर म खाँदैन म चाहिँ बाहिर खाँदै खानु पर्यो भने चाहिँ बिहानमा चाहिँ कलर त्यो पाइँदैन थियो चाउमिन के चाउमिन चाहिँ साह्रो यसको तरकारी पनि चाउमिन खाँदैन कति नुहाउनु पर्दा पुण्यमा गयो हामीलाई चाउमिन पाउँदैन थियो डल्लै हुन्थ्यो त्यो सबै सुत्दा पर्यो भक्त पो थुक्पा पाउँथ्यो कि दालमा चिउरा कि पुरी तरकारी के पनि नहालेको चाउमिन त्यो मात्रै बनाएको यति रास बनाएर पहिल्यै भुटेर राखेको हुन्छ सानोमै अनि रेस्टुरेन्ट गयो सानो प्लेटमा उगाउँदै हाल्दै दिँदै कति उनीदेखि त दिँदाखेरि तातो हुनुहुन्थ्यो तातो हुँदैन त चाहतो न चिसो त्यो यति दिने हो पैसा लगाएको नै कहाँ नलाग्ने क्यान्टिनमा त्यो पनि बाहिर निकालेर त त्यति धेरै विद्यार्थी नि त पुरी हुन्थ्यो मजाले भएर फेरि काँटा चम्चा हेरेर फोहोर लाग्ने क्या सबैभन्दा घिनलाग्ने मलाई यस्तो मात्रै फोहोर देख्यो भने अनि खाना जानु हुँदैन मलाई क्यान्टिनमा काँटा मात्रै माटो माटो जस्तो हाम्रो गाउँमा त क्यान्टिन त के हुन्थेन हामी पाउँदैन त हुन्थ्यो स्कुलको छेउछाउमा होटल होटल त्यही घर छेउ घर के स्कुल छेउतिर घर हुँदैन अनि त्यहीको आन्टीहरूले यसो स्कुलहरूलाई के सधैँको लागि होइन त्यो दिउँसो खाजाको लागि हाम्रो नि गाउँको स्कुलको छेउमा त्यस्तो हुन्थ्यो थुक्पा मिठो पाउँदो रहेछ भक्तपुरमा चाहिँ बढी भनेको समोसा तरकारी पुरी चाउमिन अहिले त स्कुलहरूमा खाएको दिन्छ नि सानो मात्र 5-6 दिन्छ हो तपाईँहरूकोमा दिँदैन थियो हल्ला खानु नि हाम्रो त्यो के विषय पढ्दाखेरि बनाएर खानुपर्छ भने हाम्रो गाउँमा त बनाएर खाएको म 3 क्लाससम्म पढेको होइन गाउँमा अनि 3 क्लाससम्म त हामीलाई त एउटा डब्बा सिङ्गै तेल दिने घरमा ल्याउनलाई र हल्ला बनाएर बाँड्ने नि त घरै पछिको जानुपर्ने अभिभावक जानुपर्ने बनाउनलाई दिनकै चेन्ज हो नि यस्तो मिठो दिन्थ्यो दिदी चनाको त्यो हलुवा घिउमा बनाएर हाम्रोमा थियो हाम्रोमा थियो नि त्यहाँ धेरै पछि आएको नि विद्यार्थीहरूलाई त्यो के अरे छोरी पढाउनु भनेर अनि छोरीहरूलाई चाहिँ त्यस्तो दिने चिनीहरू बोरा बोरा त्यस्तो थियो हाम्रोमा 3 क्लाससम्म पाएँ मैले मलाई त थाहा छैन त्यस्तो हाम्रो पाला त अनि के भयो कति सालतिर कति साल हामी 3 क्लास कति साल 4 वर्षदेखि पढेको हामी त अनि कति 7-8 वर्षको 58-59तिरको 7-8 वर्षको कत्रो ठुल्ठुलो 8-9तिर पढ्ने लक्ष्मी दिदीले पनि भेटेको हामीले त भेटेन हामी त अप्सरा म लक्ष्मी दिदी एउटै स्कुलमा 3 डब्बा आउँथ्यो तेल त्यो पनि वनस्पति तेल छोरी पढाएर छोरी त्यस्तो थियो त नि सरकारी स्कुलमा दिन्थ्यो नि बोर्डिङ त अहिले त खाजा त दिन्छ हो खाएन कुनैमा दिँदो रहेछ कुनैमा खान्छ त्यसमा पनि दिँदैन टन्न खाऊ तिमीले कति खाना भएको भए थिएन नि कहिलेदेखि खाना लगाएर
ल गाइस फाइनल्ली हामीले खाइसक्यौँ पुरी टाकटुक पार्यौँ हामीले। टाकटुक पार्यौँ छैन यहाँ मही छ अलिकति त्यो सिद्ध्याउनु। सिकाइदिन्छु। अब पेट ठुलो भयो अब हिँड्न जाने हामी चाहिँ है लागौँ अब आधा घन्टाको लागि। ल बाई बाई साथीहरू, गुड बाई नाइट। बाई फेरि भेटौँला गुड नाइट। अर्को ब्लगमा। बाई बाई।